पोखरा क्याबाट पोखराबाट अब ल हजुरहरूलाई सर्वप्रथम अपर मुस्ताङमा स्वागत छ है त कहाँ जानु भएको एकजना दाइ उहाँले पनि अहिले उहाँले केही माथि झर्नु भएको छ केही कुराहरू तपाईँले जानकारी भएको उहाँलाई पनि जानकारी गराउनु है त अहिले चाहिँ हजुरहरू अप्पर मुस्ताङको चाहिँ 3950 मिटरको हाइटमा चाहिँ आइपुग्नु भएको छ है अब यहाँदेखि माथि बोर्डरसम्मको डिस्टेन्स भनेको 14 किलोमिटर माथिको हाइट चाहिँ 4600 मिटर यहाँसम्म आउँदा त्यस्तो गाह्रो कसैलाई यदि गाह्रो भएको छ कसैलाई भने गाह्रो भएको व्यक्ति यहाँबाट माथि नजानु होला है किनभने यहाँबाट यहाँ र माथिको हाइटको डिस्टेन्स भनेको 700 मिटर छ पहिलो कुरो दोस्रो कुरो चाहिँ के भएको छ भने हिउँ परेर हिउँ पिलाएको छैन झन् गाह्रो छ चिसो छ एकदम त्यसले गर्दा झनै गाह्रो हुन्छ है यदि गाह्रो भएको छैन नर्मल छ भने त जान सक्नुहुन्छ होइन घुम्न आउनु भएको छ केही छैन यदि यहाँसम्म ठिकै छ भने माथि पुग्दा चाहिँ अलिकति गाह्रो हुन्छ कि भन्ने है सायद नहोला नहोस् त्यो कामना गरौँ यदि त्यस्तो भयो भने चाहिँ तपाईँहरूलाई चाहिँ हाइटको हाइटको हिसाबले अलिकति अक्सिजनको मात्रा कमी हुने कारणले गर्दा चाहिँ सास फेर्न अलिकति गाह्रो हुने टाउको दुख्ने रिङ्गाटा लाग्ने भमिट हुने यस्तो समस्याहरू आउन सक्छ है यदि त्यस्तो आफूलाई अलिकति मात्रै असहज फिल भयो भने एकैछिन पनि माथि होल्ड गरेर नबस्नु होला है साथीलाई उता गाह्रो भइरहेछ साथीहरू चाहिँ उता फेरि फोटो खिच्ने भिडियो बनाउनुतिर लाग्नु भने झनै गाह्रो हुन्छ हिजो मात्रै यहाँबाट माथि घुमेर फर्किनु भएको एकजना चाहिँ तलतिर कता जोमसुम पुगेर कि पोखरा कता पुगेर चाहिँ डेथ हुनुभयो भन्ने चाहिँ खबर आएको छ उहाँको एकदिन खुल्या छैन होइन त्यो चाहिँ हिजो पनि परिरहेको थियो चिसो अत्याधिक थियो त्यसले गर्दा आफूलाई अलिकति असहज फिल छ भने यहीँबाट माथि नजानु होला जबरजस्ती गरेर यदि माथि पुग्दा त्यस्तो गाह्रो मात्रै आफूले महसुस भयो भने त्यहाँ चाहिँ एकछिन पनि गुरुजी धेरै टाइम लगाएर चाहिँ बाटो पनि अप्ठ्यारो छ है चिप्पा एकदम चिप्लो भइरहेछ त्यो हिउँ पक्रेर त्यसले गर्दा अलिक त्यो सेफ्टी हो अस्ति पनि गाडी अटोमेटिक गाडी नै चाहिँ हिउँै नपर्दा पनि एउटा गाडी माथि सिक्नु परेको छ त्यो कुराहरूलाई मध्यनजर गर्नु चिसोमा अलिकति गाडीको चाहिँ कन्डिसन ठिक हुँदैन होइन त्यो भयो होइन अब माथि पुगिसकेपछि चाहिँ बोर्डरमा गएपछि हाम्रो माथि 24 नम्बर पिलर छ है बोर्डरमा त्यहाँ गएर ठुलो ग्रुप आउनु भएको छ होइन त्यहाँ गएर चाहिँ हजुरहरूले त्यो पिलरमाथि आफ्नो सामान राख्ने पिलरमा चाहिँ अडिस लाएर बस्ने त्यसमाथि चढ्ने अथवा पिलरबाट उता क्रस भएर चाइनातर्फ गएर फोटो खिच्न भिडियो बनाउनु चाहिँ पूर्ण रूपमा निषेधित छ त्यो चाहिँ नगरिदिनु होला है पिलरलाई टच नगरी पिलरको दायाँ बायाँ बसेर अगाडि पछाडि बसेर त्यसलाई नसिकन चाहिँ फोटो खिच्न तर त्यसमा पनि कुनै पनि डिजिटल क्यामेराहरू ल्याउनु भएको छ भने पिलर साइडमा चाहिँ त्यो क्यामेराहरू पनि युज नगरिदिनु है त्यो पनि निषेधित छ मोबाइल फोन पाइयो त्यो क्यामेराहरू चाहिँ युज गर्न पाइयो है त्यहाँबाट अनि ग्रुप के छ र भनेर बल्ल आएको भनेर फेरि पिलर क्रस भएर उतैतिर जानु होला एकदम छरपष्ट भएर चाहिँ युज गरिदिनु होला त्यो नगरिदिनु होला धेरै टाइम पनि नलिनु होला किनभने सानो नानीहरू कि बाबु पनि लिएर आउनु भएको छ त्यसले गर्दा चाहिँ एकदम गाह्रो हुन्छ है अब उसलाई त न बोल्न सक्छ न के हुन्छ होला थाहा त्यो गाह्रो भएको पनि थाहा हुन्न त्यसले गर्दा चाहिँ जति चढ्न सक्दो फर्किहाल्नु है केही चाहिँ त्यस्तोहरू ल शुभयात्रा शुभ होस् राम्रोसँग घुमेर आउनु होला है त